दर्शकवृन्द नमस्कार। र आज भने चाहिँ हामी डुवर्सको प्रसिद्ध टुरिज्म स्पट डुवर्स फन सिटीमा आइसकेका छौँ र यहाँ हामी समक्ष वयोवृद्ध हजुरआमा पनि हुनुहुन्छ र यसरी नै आफ्नो घर परिवारको साथमा हामी केही क्षण रमाउनको निम्ति यस फन सिटीमा हामी आइसकेका छौँ र यहाँ सबै कुरा उल्टा छ भन्ने कुरा हामीले सुनेका थियौँ। यहाँ घर पनि उल्टा छ र ताजमहल बनाइएको छ त्यो पनि उल्टा छ र सम्पूर्ण कुराहरू यहाँ एकदम आश्चर्यचकित बन्ने र बनाउने किसिमका चिजहरू बनाइएको छ जसको नाम फन सिटी रहेको छ र यो क्षेत्र एकदमै डुवर्सको प्रसिद्ध क्षेत्र रहेको छ। अहिलेको निम्ति एकदम यहाँ टुरिस्टको धेरै आवत जावत एवं हाम्रो सिक्किम कालिम्पोङ दार्जिलिङबाट पनि धेरै यात्रीहरू यहाँ आएर यस क्षेत्रलाई अवलोकन गरिरहनु भएको छ र एक प्रसिद्ध क्षेत्र भएको कारण हामी पनि यस क्षेत्रमा आउने हामीले सोच्यौँ र आइपुग्यौँ पनि र यहाँको के कस्तो दृश्यहरू छ सम्पूर्ण हजुरहरूलाई देखाउनेछौँ। भिडियो कृपया अन्तिमसम्म हेरेर हामीलाई साथ दिनु होला। हामी उल्टा घरमा आइपुगेका छौँ। ल हेर्नुहोस् उल्टा घरको दृश्य। उल्टा घरको अगाडि गाडी यसरी राखिएको छ। ल हेर्नुहोस् यति मजाले राखिएको छ। उल्टा घरको अगाडि गाडी चाहिँ टाटा न्यानो रहेछ। हामी उल्टा घरमा पस्दाखेरि चाहिँ यसरी हामीलाई रक्षाबन्धन बाँधिदिनु पर्छ गेटमा र हामीले यसरी रक्षाबन्धन बाँधेर कागजको रक्षाबन्धन बाँधेपछि चाहिँ भित्र छिरेर यसरी हामीले फोटो खिच्दैछौँ, भिडियो बनाउँदैछौँ। पानी समाउँदैछौँ। राधे राधे। उल्टा घरमा पस्ने सिँढी यस्तो छ है। सिँढी चाहिँ जे होस् उल्टै रहेछ तर। सबै उल्टा सबै उल्टा सबै उल्टा। मान्छे चाहिँ उल्टै छ जे होस् तर। यहाँ हाम्री भान्जी राम्री भान्जी। नानी कस्तो लाग्यो उल्टा घरमा आएर? राम्रो लाग्यो? कबीर सिंह यहाँ छ। कस्तो लाग्यो उल्टा घरमा? मजा लाग्यो? यहाँ माथि सुत्ने ठाउँ छ, एकदमै बेड छ, पलङ यहाँ माथि छ तर उँभो फर्केर सुत्नुपर्ने रहेछ यहाँ चाहिँ। यस्तो छ स्थिति परिस्थिति। हजुरआमा राधे राधे। राधे राधे। तपाईँलाई यो उल्टा घरमा आउँदा कस्तो लाग्यो लु भनिदिनुहोस् त। राम्रो लाग्यो। राम्रो लाग्यो है? राम्रो लाग्यो। अचम्मको अद्भुत। कसरी बनायो होला यो है? कोनी कसरी बनायो हेर्नुहोस् न पलक उँभो फर्केको छ। यहाँ कसरी सुत्नु अब? हेर्नुहोस् डाइनिङ टेबल र यो दृश्य हेर्दाखेरि हामी यो बुझ्न सक्छौँ कि मानिसले चाह्यो भने जे पनि गर्न सक्छ। आइडिया दिमाग बुद्धि खटाएर काम गर्यो भने नयाँ टेक्नोलोजी अप्नाएर कतिवटा कामहरू गर्न सकिँदो रहेछ र यो चिज हामीले आज देख्न पायौँ यो जग्गामा आएर। भनिन्छ संसारमा जति भएका प्राणीहरूमध्ये मानिस एक विवेकशील प्राणी हो र मान्छेले चाह्यो भने जे पनि गर्न सक्छ। अहिलेको नयाँ प्रविधिलाई अप्नाएर बुद्धि लगाएर हामीले जे पनि गर्न सक्छौँ भन्ने कुराको प्रत्यक्ष आज हामीले यहाँ उदाहरण प्रत्यक्ष पाएका छौँ। र हेर्नुहोस् यहाँ मेरो पछि तपाईँहरूलाई ताजमहल देखाइरहेको छु।
तर त्यो पनि उल्टा छ। उल्टा ताजमहल, म हजुरहरूलाई यो उल्टा ताजमहलको नजिकमा पनि पुर्याउने छु, आउनुहोस्। हामी चाहिँ डुवर्स एयरपोर्टको छेउमा रहेको उल्टा ताजमहलमा आइपुगेका छौँ। ल हेर्नुहोस् ताजमहल उल्टा। दर्शकबिन हजुरले यहाँ देख्न सक्नुहुनेछ यस फन सिटीभित्र रहेका सम्पूर्ण चिजबिजहरू, यहाँका मूर्तिहरूदेखि लिएर सबैभन्दा आकर्षक रहेको यहाँ हजुरले देख्न सक्नुहुनेछ डुवर्स एयरपोर्ट। र हजुरले नसोच्नु होला कि डुवर्समा पनि प्लेन्स आउँदो रहेछ भनेर, र यो मात्र मनोरञ्जनको निम्ति हो। र यहाँ हेर्नुहोस् डुवर्स एयरपोर्ट। रेपु कहाँ छ हो? हात्तीसँग बसेको घर नजाने यहीँ बसिरहने? भोलि जाने? हामी चाहिँ गएको ल, बाई। ल हामी उल्टा घरबाट चाहिँ उल्टा घरको उल्टा दर्शन गरेर हामी निस्किसक्यौँ यहाँबाट। एकदम बिचमा हजुरआमा हुनुहुन्छ। हजुरआमा राधे राधे भनिदिनुहोस्। कस्तो लाग्यो तपाईँलाई उल्टा घर? राम्रै लाग्यो। प्रिय दर्शकबिन, यति वयोवृद्ध हजुरआमालाई त मन परेको यस रमणीय ठाउँ हजुरलाई किन मन नपर्ला त? यसर्थ हजुर पनि यस ठाउँमा पक्कै आउनुहोला। सबैलाई हार्दिक धन्यवाद।